प्रश्न नम्बर 1 मा रहेको छ नेपालको राष्ट्रिय फूल कुन हो? अप्सन ए लालीगुराँस, अप्सन बी कमल, अप्सन सी सुनखरी, अप्सन डी गुलाब। यसको सही उत्तर हो अप्सन ए लालीगुराँस। प्रश्न नम्बर 2 मा रहेको छ नेपालको राजधानी कुन हो? अप्सन ए पोखरा, अप्सन बी ललितपुर, अप्सन सी काठमाडौँ, अप्सन डी भक्तपुर। यसको राइट एन्सर हो अप्सन सी काठमाडौँ। प्रश्न नम्बर 3 मा रहेको छ नेपालमा हाल प्रयोगमा रहेको पात्रो कुन हो भनेको छ विक्रम सम्वत, अप्सन ए विक्रम सम्वत, अप्सन बी इस्वी सम्वत, अप्सन सी नेपाल सम्वत, अप्सन डी हिजरी सम्वत भनेको छ। यसको राइट एन्सर कुन हो त अप्सन ए विक्रम सम्वत। प्रश्न नम्बर 4 मा रहेको छ नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो? अप्सन ए कञ्चनजङ्घा, अप्सन बी महाकालु, अप्सन सी लोत्से, अप्सन डी सगरमाथा। यसको राइट एन्सर हो अप्सन डी सगरमाथा। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ नेपालको राष्ट्रिय जनावर कुन हो? अप्सन ए हात्ती, अप्सन बी बाघ, अप्सन सी गाई, अप्सन डी एकसिङे गैंडा भनेको छ। यसको राइट एन्सर हो अप्सन सी गाई हो। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ लुम्बिनी किन प्रसिद्ध छ भनेको छ। त्यसैगरी अप्सन ए व्यापारी केन्द्र, अप्सन बी औद्योगिक क्षेत्र, अप्सन सी भगवान बुद्धको जन्मस्थल, अप्सन डी पर्यटकीय सहर भनेको छ। यसको राइट एन्सर हो अप्सन सी। प्रश्न नम्बर 7 मा रहेको छ नेपालको राष्ट्रिय खेल कुन हो? अप्सन ए क्रिकेट, अप्सन बी भलिबल, अप्सन सी फुटबल, अप्सन डी कबड्डी। यसको राइट एन्सर हो अप्सन बी भलिबल। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ नेपालको सबैभन्दा लामो नदी कुन हो? अप्सन ए बागमती, अप्सन बी कोशी, अप्सन सी कर्णाली, अप्सन डी गण्डकी। यसको राइट एन्सर हो अप्सन सी कर्णाली। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ नेपाल कहिले संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो? अप्सन ए 1950, अप्सन बी 1952, अप्सन सी 1955, अप्सन डी 1960। यसको राइट एन्सर हो अप्सन सी 1955। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ नेपालको राष्ट्रिय गानका रचनाकार को हुन्? अप्सन ए माधव घिमिरे, अप्सन बी व्याकुल माइला, अप्सन सी लक्ष्मीप्रसाद देवकोटा, अप्सन डी भानुभक्त आचार्य। यसको राइट एन्सर हो अप्सन बी व्याकुल माइला।